हेलो एभ्रिवान, नमस्कार सबैजना। आजबाट हामी प्रिभियस इयरको क्वेसन्सहरूको सोल्युसन गर्न जाँदैछौँ। हामीले यो सिरिजमा के गर्छौँ भनेदेखि जस्तो 2081मा सोधेको क्वेसन्सहरूको प्रोभिन्स वाइज र च्याप्टर वाइज सोल्युसनहरू गर्छौँ। आज हामी बागमती प्रोभिन्स सुरुमा बागमती प्रोभिन्स हुन चाहिँ यो अल प्रोभिन्सको गर्छु मैले यो भिडियोभरिमा। अल प्रोभिन्सको हामीले पहिलो च्याप्टर साइन्टिफिक लर्निङको क्वेसन्स आज स्टार्ट गर्छौँ। त्यसपछि हामी क्रमशः क्लासिफिकेसनमा जाउँला, लाइफ साइकलमा जाउँला, च्याप्टर वाइज सिरियली हामी अगाडि मुभ गर्दै जान्छौँ। ओके, सो यो पहिला यो हेरिहालौँ। बागमती प्रोभिन्समा 2081मा सोधेको साइन्टिफिक लर्निङको क्वेसन्सहरू। यसमा के छ भने यहाँनिर च्याप्टर पनि लेखिदिन्छौँ, साइन्टिफिक लर्निङ। पहिलो क्वेसन के सोधेको छ भने पहिलो क्वेसन्सलाई हेरौँ। राइट टु डिफरेन्सेस बिट्विन इन्डिपेन्डेन्ट एन्ड डिपेन्डेन्ट भेरिएबल, होइन? इन्डिपेन्डेन्ट एन्ड डिपेन्डेन्ट भेरिएबल, इन्डिपेन्डेन्ट भेरिएबल एन्ड डिपेन्डेन्ट भेरिएबल। यसमा अब नामैबाट के क्लियर छ, इन्डिपेन्डेन्ट भेरिएबल डज नट डिपेन्ड अन एनी अदर भेरिएबल, होइन? दे आर फन्डामेन्टली इन्डिपेन्डेन्ट, दे आर फन्डामेन्टली independent and is not dependent upon any other variable, dependent upon other. अनि dependent variable भनेको they must be dependent upon some variable. Okay, depends upon, यसको चाहिँ depends upon independent variable. म एकदमै सर्टकटमा अथवा एकदमै रफली गर्छु, तपाईहरुले मिलाएर गर्नु होला। सेकेन्ड डिफरेन्सेस यसको के हुन्छ, अब जस्तो मैले यहाँ लेखिदिएको छु, यो ब्र्याकेटमा 2 लेख्नुको कारण यो 2 मार्कको क्वेसन हो, यो 4 मार्कको क्वेसन छ। ओके, यसमा हामीले म्याक्सिमम 2 पोइन्ट दिँदाखेरि चलिहाल्छ। इन्डिपेन्डेन्ट भेरिएबलको अर्को डिफरेन्स भनेको जस्तो तपाईले ध्यान दिनुभएको छ भने इन्डिपेन्डेन्ट भेरिएबललाई हामीले जेनरली एक्स एक्सिसमा प्लट गर्छौं अनि डिपेन्डेन्ट भेरिएबललाई हामीले वाइ एक्सिसमा प्लट गर्छौं र त्यसको वाइ एक्सिसमा प्लट गरेको भेरिएबल एक्स एक्सिसमा प्लट गरेको भेरिएबललाई भेराइ गर्दा त्यसको इफेक्ट कस्तो हुन्छ त्यही कुरालाई हामीले हेरिरहेको हुन्छौं। सो इन्डिपेन्डेन्ट भेरिएबल आर प्लटेड on x-axis in a graph र dependent variable लाई plotted on y-axis in a graph. अब इक्जाम्पल तपाईले इन्डिपेन्डेन्ट भेरिएबलको इक्जाम्पल जस्तो एउटा सिनेरियो इमेजिन गर्नु, हामीले हाइट अफ द प्लान्ट भन्ने भेरिएबल चेक गरिरहेको छौं विथ रेस्पेक्ट टु द amount of sunlight presence, presence of sunlight with respect to the presence of amount of sunlight. sunlight जति धेरै भयो त्यति धेरै हाइट बढ्ने हो। त्यो केसमा इन्डिपेन्डेन्ट भेरिएबल भनेको चाहिँ लाइट इन्टेन्सिटी अफ द सनलाइट। ओके, लाइट इन्टेन्सिटी अफ सनलाइट र त्यो केसमा डिपेन्डेन्ट भेरिएबल चाहिँ के कुरा चाहिँ त्यसमा डिपेन्ड गर्छ त भन्दा इक्जाम्पलमा हाइट अफ द प्लान्ट, हाइट or ग्रोथ अफ द प्लान्ट जुन लेख्नु भएको हुन्छ, ग्रोथ अफ द प्लान्ट। अब अर्को क्वेसन हेरौं। यसरी दुईवटा लेखेर इक्जाम्पल दिनु भयो भनेदेखि तपाईको 2 मार्क कहीँ पनि जाँदैन। अब अर्को भेरिएबल हेरौं। यहाँनेरि म सर्टकटमै भनिदिइहाल्छु। के छ भने फाइन्ड द डिपेन्डेन्ट एन्ड इन्डिपेन्डेन्ट भेरिएबल्स इन द फलोइङ इभेन्ट्स भनेको छ मोर ग्रोथ अफ प्लान्ट इन सनलाइट र अर्को मेजरिङ द स्ट्रेच अफ क्याटापुल्ट एन्ड द डिस्टेन्स कभर्ड बाइ द स्टोन थ्रोन बाइ इट भनेको छ। जस्तै यसमा तपाईको इन्डिपेन्डेन्ट भेरिएबल भनेको यहाँनेरि इन्डिपेन्डेन्ट, यहाँनेरि डिपेन्डेन्ट गरेर म छुट्याइरहेको छु। यसमा इन्डिपेन्डेन्ट भेरिएबल भनेको तपाईको जस्तो सनलाइटमा राख्दाखेरि प्लान्टको धेरै ग्रो हुन्छ भन्नुको मतलब यहीँनेरि मैले छुट्याइदिएको छु हैन, यसको त यहीँनेरि छुट्याएको छु। जस्तो इन्डिपेन्डेन्टमा लाइट इन्टेन्सिटी अफ द सनलाइट र डिपेन्डेन्टमा हाइट अर ग्रोथ अफ द प्लान्ट भनेर यो छुट्टिहाल्यो। मेजरिङको कुरा हेरौँ। अर्को केस चाहिँ हेरौँ, मेजरिङ द स्ट्रेच अफ द क्याटापुल्ट एन्ड डिस्टेन्स कभर्ड बाइ इट भन्दाखेरि तपाईले
गुलेलीलाई जति तन्काउनु भयो र छोड्नु भयो त्यही अनुसारले स्टोनले डिस्टेन्स कभर गर्ने हो भनेपछि स्टोनले कभर गर्ने डिस्टेन्स क्याटापुल्टको स्ट्रेचिङमा डिपेन्ड गरिरहेको छ। ओके, सो डिपेन्डेन्ट भेरिएबल चाहिँ के हो? डिस्टेन्स कभर्ड बाई स्टोन, डिस्टेन्स कभर्ड बाई स्टोन, डिस्टेन्स कभर्ड बाई स्टोन। र यो केमा डिपेन्ड गर्छ? यो केमा डिपेन्ड गर्छ? यो डिपेन्ड गर्छ तपाईको स्ट्रेचिङ अफ द क्याटापुल्ट, स्ट्रेचिङ अफ द क्याटापुल्ट। ओके, यो चाहिँ इन्डिपेन्डेन्ट हो स्ट्रेचिङ गर्ने कुरा, र स्ट्रेचिङ गर्ने कुरामा के डिपेन्ड भइरहेको छ? डिस्टेन्स कभर्ड बाई स्टोन डिपेन्ड भइरहेको छ। सो यो डिपेन्डेन्ट भेरिएबल हो। ओके, यसरी छुट्याउनु होला। अब यो हेरौँ त, विच अफ द फलोइङ इज द डिराइभ्ड युनिट भनेको छ। हामीले डिराइभ युनिट र फन्डामेन्टल युनिट गरेर दुई टाइपको युनिट पढेका छौँ। डिराइभ क्वान्टिटीहरूको युनिटलाई डिराइभ युनिट र फन्डामेन्टल क्वान्टिटीहरूको युनिटलाई फन्डामेन्टल युनिट। ओके, सो यहाँनिर अब यो न्युटन भन्दा बाहेक त यो सबै फन्डामेन्टल क्वान्टिटीहरूको युनिट हो। 7 वटा फन्डामेन्टल क्वान्टिटीहरू छन् हामीसँग, त्यहाँमध्येको युनिट हो। त्यही भएर यसको एन्सर चाहिँ न्युटन ठिक हुन्छ है। न्युटन भनेको फोर्सको युनिट हो। फोर्स भन्नाले तपाईँको मास इन्टु एक्सिलरेसन, एक्सिलरेसन भनेको भेलोसिटी अपन टाइम, र फेरि भेलोसिटीलाई तपाईँले चेन्ज गर्नुभयो भने डिस्टेन्स अपन टाइम इन्टु 1 अपन टाइम गर्नुभयो भने अब यसलाई युनिटमा चेन्ज गर्नुहोस् त, यो केजी हुन्छ इन्टु यो भनेको मिटर भइहाल्यो अपन टाइम इन्टु टाइम, यसको युनिट भनेको सेकेन्ड स्क्वायर। सो केजी, मिटर र सेकेन्ड 3वटा फन्डामेन्टल युनिटबाट बन्ने भएको हुनाले यसको यो जुन युनिट छ यसलाई डिराइभ्ड युनिट भनिन्छ। ओके, डिफाइन फन्डामेन्टल युनिट, गिभ वान एक्जाम्पल। फन्डामेन्टल युनिट आर द युनिट्स अफ फन्डामेन्टल क्वान्टिटी आर नोन एज फन्डामेन्टल युनिट्स। एउटा इक्जाम्पल भनेको यही भइहाल्यो। अब यहाँमध्ये कुनै एउटा युनिट जस्तो लेन्थको युनिट मिटर फन्डामेन्टल युनिट हो, टाइमको युनिट सेकेन्ड फन्डामेन्टल युनिट हो हैन, अनि मासको युनिट किलोग्राम फन्डामेन्टल युनिट हो एन्ड सो अन। ओके, यो पनि भइहाल्यो, यो पनि भइहाल्यो। 2A हेरौँ त, यो 1 मार्कमा सुदूरपश्चिममा सोधेको क्वेसन। राइट डिफरेन्स बिट्विन फन्डामेन्टल एन्ड डिराइभ्ड युनिट भनेको छ। फन्डामेन्टल युनिट आर द युनिट्स अफ फन्डामेन्टल क्वान्टिटी, डिराइभ्ड युनिट आर द युनिट अफ डिराइभ्ड क्वान्टिटी हैन। अनि फन्डामेन्टल युनिट देयर आर 7 फन्डामेन्टल युनिट्स एन्ड देयर आर मोर देन 7 डिराइभ्ड युनिट्स, त्यो भनेर लेख्दा भइहाल्यो। अब अर्को हेरौँ 3 नम्बरको, नेम डिपेन्डेन्ट एन्ड इन्डिपेन्डेन्ट भेरिएबल इन द केस अफ ग्रोथ अफ प्लान्ट एन्ड इन लाइटेड एन्ड डार्क रुम भनेको छ। यो पहिला पनि डिस्कस भइसकेको छ मलाई जहाँसम्म लाग्छ, त्यही पनि यहाँनिर हेरौँ त। ग्रोथ अफ प्लान्टको चाहिँ हामीले ग्रोथ अफ प्लान्टको यो इफेक्ट के को बेसिसमा हेरिरहेको छ? लाइटेड एन्ड डार्क रुममा राखेर हेरिरहेको छौँ भन्नुको मतलब यो इन्टेन्सिटी अफ लाइट जुन छ जसलाई हामीले म्यानिपुलेट गरिरहेका छौँ, इन्टेन्सिटी अफ लाइट, यो इन्डिपेन्डेन्ट भेरिएबल भइसक्यो हैन, इन्डिपेन्डेन्ट भेरिएबल। र यो ग्रोथ अफ प्लान्ट जुन छ यो डिपेन्डेन्ट भेरिएबल, किनकि यो भेरिएबल केमा डिपेन्ड गरिरहेको छ? इन्टेन्सिटी अफ लाइटमा डिपेन्ड गरिरहेको छ हैन। अनि इन्टेन्सिटी अफ लाइटलाई बढाउने घटाउने भइरहेको छ। लाइटेड रुममा राख्दाखेरि इन्टेन्सिटी बढाइयो, डार्क रुममा राख्दाखेरि इन्टेन्सिटी घटाइयो। सो जुन भेरिएबल म्यानिपुलेटेड हुन्छ त्यो भेरिएबललाई इन्डिपेन्डेन्ट भेरिएबल हैन, अनि म्यानिपुलेट गरेको भेरिएबलको रिजल्ट जुन भेरिएबलमा देखिन्छ त्यसलाई डिपेन्डेन्ट भेरिएबल। ओके, सो ग्रोथ अफ प्लान्ट डिपेन्डेन्ट भेरिएबल, इन्टेन्सिटी अफ लाइट चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल। 2 को हेरौँ, राइट फन्डामेन्टल युनिट्स इन्क्लुडेड इन द युनिट अफ फोर्स। अब यहीँनिर मैले गरिहालेँ त फन्डामेन्टल युनिट्स, यो चाहिँ रफमा गर्नु होला तपाईँहरूले, यो चाहिँ रफमा गर्नु होला। अनि अब यहाँ यो त क्वेसन 1 मार्क हो, त्यही भएर द फन्डामेन्टल युनिट्स इन्क्लुडेड इन द युनिट अफ फोर्स आर किलोग्राम, त्यसपछि मिटर एन्ड सेकेन्ड। ओके, यति 3वटा युनिटहरू मिलेर बनेको हुन्छ फोर्सको युनिट। अब 3 नम्बरमा हेरौँ, वाट आर द डिपेन्डेन्ट एन्ड इन्डिपेन्डेन्ट भेरिएबल इन्क्लुडेड इन द पिस अफ पेपर थ्रोन विथ स्ट्रेच रबर। पहिला डिस्कस भइसकेको छ, त्यही पनि द डिपेन्डेन्ट एन्ड इन्डिपेन्डेन्ट भेरिएबल्स इन्क्लुडेड भने पिस अफ पेपर इज थ्रोन विथ स्ट्रेच रबर आर एज फलोज भन्ने। आर एज फलोज भनेपछि अब डिपेन्डेन्ट भेरिएबल भनेर लेख्ने, त्यसपछि इन्डिपेन्डेन्ट भेरिएबल भनेर लेख्ने। डिपेन्डेन्ट भेरिएबल कुन हो? डिपेन्डेन्ट भेरिएबल डिस्टेन्स कभर्ड बाई द स्टोन हो।
के फालेको स्टोन होइन पेपर डिस्टेन्स कभर्ड बाई पेपर चाहिँ तपाईँको डिपेन्डेन्ट भेरिएबल यो कुरा केमा डिपेन्ड गरिरहेको छ फोर्स अफ स्ट्रेचिङ रबरमा डिपेन्ड गरिरहेको छ र यो चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल के कुरा केमा डिपेन्ड गरिरहेको छ भन्ने कुरा चाहिँ विचार गर्नुपर्छ ओके अब अर्को छ टेस्ट द भ्यालिडिटी अफ इक्वेसन बाई युनिट वाइज एनालाइसिस त्यो चाहिँ हामी अब गर्छौँ यो क्वेसन टेस्ट द भ्यालिडिटी अफ द इक्वेसन बाई युनिट वाइज एनालाइसिस भनेको छ होइन अब यो गरौँ गिभन इक्वेसन के छ हामीसँग भी स्क्वायर इक्वल्स टु यु स्क्वायर प्लस 2a यो त हेर्दै ठिक इक्वेसन छ पहिलो कुरा हामीलाई एन्सर थाहा भइसकेको छ होइन यो त बच्चैदेखि पढ्दै आएको भी स्क्वायर इक्वल्स टु यु स्क्वायर प्लस 2a अब हेर्दै ठिक छ भनेपछि युनिट वाइज एनालाइसिसले पनि यसलाई करेक्टै प्रुभ गर्नुपर्छ भन्ने चाहिँ हाम्रो दिमागमा हुनुपर्छ युनिट वाइज एनालाइसिस गर्दै जाँदा रङ आयो भने हाम्रो गराइ कतै मिस्टेक छ भन्ने बुझ्नुपर्छ ओके ठिक छ अब त्यो त एउटा पाटो भयो गर्ने तरिका चाहिँ यसको तरिका चाहिँ converting each quantity converting भन्दा पनि writing in terms of unit writing in terms of unit on LHS कति हुन्छ जस्तो v भनेको त भेलोसिटी हो भेलोसिटी जुनसुकै होस् भेलोसिटीको युनिट एउटै हुने हो मिटर पर सेकेन्ड र यसको स्क्वायर छ मिटर स्क्वायर अपन सेकेन्ड स्क्वायर भयो हैन युनिट अन आरएचएस अब यु स्क्वायर पनि भेलोसिटी नै हो यसको पनि युनिट मिटर पर सेकेन्ड अब यसको स्क्वायर गर्नु पर्यो प्लस 2 इन्टु एक्सिलरेसनको युनिट ए भनेको एक्सिलरेसन मिटर पर सेकेन्ड स्क्वायर हैन एस भनेको डिस्प्लेसमेन्टको युनिट मिटर अब यो हेरौँ त यो भनेको मिटर पर सेकेन्डको स्क्वायर भयो प्लस यो पनि त 2 मिटर इन्टु मिटर स्क्वायर अपन सेकेन्ड स्क्वायर भनेको मिटर अपन सेकेन्डको स्क्वायर लेख्न त मिल्यो हैन यो टोटलमा जोड्दाखेरि यो 2 र 1 गर्दाखेरि 3 मिटर अपन सेकेन्डको होल स्क्वायर अब यसमा जेनरली कोफिसिएन्टलाई नेग्लेक्ट गर्न मिल्छ कोफिसिएन्टलाई नेग्लेक्ट गर्दाखेरि नेग्लेक्टिङ कोफिसिएन्ट युनिट अन आरएचएस इक्वल्स टु यसको पनि मिटर पर सेकेन्डको स्क्वायर अब सिन्स युनिट of quantity on LHS equals to unit of quantities on RHS. Therefore, the given equation is correct unit wise. Okay. युनिट वाइज यो इक्वेसन करेक्ट छ त्यही भएर यहाँनिर कोफिसिएन्ट नेग्लेक्ट गर्न मिल्छ कोफिसिएन्ट नेग्लेक्ट गर्न पाइयो अब हाम्रो यो भेलोसिटी भयो भेलोसिटीको युनिट मिटर पर सेकेन्ड हुन्छ मिटर पर सेकेन्डको स्क्वायर गर्दा मिटर स्क्वायर अपन सेकेन्ड स्क्वायर हुन्छ यो गर्न जरुरी पनि थिएन मैले मिटर पर सेकेन्ड स्क्वायरमै राखेर हिसाब गरिरहेको छु आरएचएसमा युनिट यो पनि मिटर पर सेकेन्डको होल स्क्वायर हुन्छ यो भनेको 2 छँदैछ एक्सिलरेसनको युनिट मिटर पर सेकेन्ड स्क्वायर डिस्प्लेसमेन्टको युनिट मिटर पर सेकेन्ड स्क्वायर एज इट इज 2 मिटरको स्क्वायर सेकेन्डको स्क्वायरलाई एउटै बनाउँदाखेरि मिटर पर सेकेन्डको होल स्क्वायर अब यो भनेको यो 1 र 2 जोड्दाखेरि 3 भइहाल्यो कोफिसिएन्ट नेग्लेक्ट गर्दाखेरि मिटर पर सेकेन्डको होल स्क्वायर भयो यसरी हेर्ने हो भने त यो पनि युनिट सेम सो आरएचएसमा भएको फिजिकल क्वान्टिटीको युनिट र एलएचएसमा भएको फिजिकल नभनौँ आरएचएसमा भएको फिजिकल क्वान्टिटीको युनिट र एलएचएसमा भएको फिजिकल क्वान्टिटीको युनिट फिजिकल एक्ज्याक्टली ओके त्यो दुईटै फिजिकल क्वान्टिटीहरूको युनिट दुवैतिरको युनिटहरू सेम भएपछि यो इक्वेसन चाहिँ युनिट वाइज करेक्ट छ भनेर भनियो हैन तर युनिट वाइज करेक्ट हुँदैन फेरि सबै इक्वेसनहरू फिजिकली करेक्ट हुन्छ भन्ने पनि छैन तर यो चाहिँ युनिट वाइज पनि करेक्ट छ फिजिकली पनि करेक्ट छ हैन ठीक छ ओके यो हेरौँ त which is the dependent variable in the experiment where solubility of the salt is measured at different temperature okay the dependent variable in the experiment where solubility of salt is measured at different temperature
is the solubility of the salt. डिपेन्डेन्ट भेरिएबल कुन हो भनेर मात्र सोधेको छ। डिपेन्डेन्ट भेरिएबल चाहिँ कुन हो? द सोलिबिलिटी अफ द साल्ट इज डिपेन्डेन्ट भेरिएबल इन द एक्सपेरिमेन्ट वेयर सोलिबिलिटी अफ साल्ट इज मेजर्ड एट डिफ्रेन्ट टेम्परेचर। है, टेम्परेचर चाहिँ हामीसँग इन्डिपेन्डेन्ट भेरिएबल हुन्थ्यो किनकि एक्सकै रेस्पेक्टमा सोलिबिलिटी अफ द साल्ट मेजर गरिँदैछ। सो डिपेन्डेन्ट भेरिएबल भनेकै यही हो, डिपेन्डेन्ट भेरिएबल भनेकै सोलिबिलिटी अफ द साल्ट। चेक द करेक्टनेस अफ द इक्वेसन, यो हामी अहिले हेर्छौँ। अर्को हेरौँ, यो चाहिँ 2 मार्कमा कोशी प्रोभिन्समा सोधेको हो हैन, यो 1 मार्कमा मधेस प्रोभिन्समा सोधेको हो, यो 2 मार्कमा मधेस प्रोभिन्समा सोधेको क्वेसन 2081। ओके, अब यो र यो अहिले हेरौँ त। यहाँनिर हेरौँ त, व्हाट इज द डिपेन्डेन्ट भेरिएबल इन द प्रोसेस अफ थ्रोइङ स्टोन विथ ए स्ट्रेच रबर ब्यान्ड। यो हामीले गरिसकेका छौँ, यो गर्दा गर्दा अब हामीलाई आइसकेको छ हैन। द डिस्टेन्स कभर्ड बाई द स्टोन इज डिपेन्डेन्ट भेरिएबल एन्ड स्ट्रेचिङ फोर्स अन द रबर ब्यान्ड इज इन्डिपेन्डेन्ट भेरिएबल। यो भइसकेको छ, यो गरिरहनु पर्दैन। अब यो दुईवटा क्वेसन चाहिँ हेरौँ है। यो दुईवटा क्वेसन चाहिँ हेरौँ। चेक द करेक्टनेस अफ द इक्वेसन भनेको छ। यसको लागि सोलुसन गिभन इक्वेसन हामीसँग यो छ। मैले अलिक सर्टकट गरिदिएँ। युनिट अन एलएचएस, युनिट एन्ड एलएचएस इक्वल्स टु डिस्प्लेसमेन्टको युनिट एस भनेको डिस्प्लेसमेन्ट, डिस्प्लेसमेन्टको युनिट एम। त्यसै गरी युनिट अन आरएचएस म यहाँ गर्छु, युनिट अन आरएचएस। यसपछिको यहाँ छ युनिट अन आरएचएस, युनिट अन आरएचएस। यु भनेको भेलोसिटी, भेलोसिटीको युनिट भनेको मिटर पर सेकेन्ड। टी भनेको टाइम, टाइमको युनिट भनेको सेकेन्ड, प्लस 1/2 एक्सिलरेसन। ए भनेको एक्सिलरेसन, एक्सिलरेसनको युनिट भनेको मिटर पर सेकेन्ड स्क्वायर। टी भनेको अगेन टाइम, टाइमको स्क्वायर गर्नु पर्यो। यो र यो कट्यो, यो र यो कट्यो। मिटर प्लस 1/2 मिटर गर्दाखेरि 3/2 मिटर आउँछ, विच इज इक्वल्स टु मिटर लेख्न पाइयो। यो किन लेख्न पाइयो भने नेग्लेक्टिङ कोफिसिएन्ट, नेग्लेक्टिङ कोफिसिएन्ट गर्न पाइन्छ। नेग्लेक्टिङ कोफिसिएन्ट नेग्लेक्ट गरिदिँदाखेरि युनिट अन आरएचएस पनि मिटर आएको छ, युनिट अन एलएचएस पनि मिटर आएको छ। अनि के लेख्नु पर्यो? सिन्स द unit of the quantities on RHS and LHS are consistent or equal, therefore in term of unit, this equation is correct। यो भइहाल्यो। ल अब यो हेरौँ त। प्रुभ दैट द फंडामेंटल यूनिट अफ पावर इज केजी मिटर स्क्वायर पर सेकेन्ड क्यूब। अब यसको सोलुसन चाहिँ वी नो दैट पावर इक्वल्स टू वर्क डन अपन टाइम टेकन भन्ने चाहिँ थाहा हुनु पर्यो हैन। पावरको डेफिनेसन थाहा हुनु पर्यो। वी नो दैट नलेख्नु होला, अलिकति स्ट्यान्डर्ड बनाउँदा बाइ द डेफिनेसन अफ पावर, बाइ द डेफिनेसन अफ पावर इक्वल्स टू work done upon time taken, work done upon time taken। work done को पनि फर्मुला हुन्छ। work done को फर्मुला चाहिँ फोर्स इन्टु डिस्प्लेसमेन्ट अपन टाइम टेकन भइहाल्यो, एज इट इज टाइम टेकन। अब फोर्स को, अब यो 2 मार्कमा सोधेको क्वेसन हो। यसलाई धेरै टाइम खेर नफालौँ, यसलाई धेरै टाइम खेर नफाल्दाखेरि फोर्सलाई हामीले डिरेक्टली चेन्ज गरिदिन्छौँ। फोर्स भनेको जस्तो यो चाहिँ रफमा भयो मेरो। फोर्स भनेको हामीसँग मास इन्टु एक्सिलरेसन हो, मास इन्टु एक्सिलरेसन, मास एज इट इज। एक्सिलरेसन भनेको फेरि भेलोसिटी अपन टाइम हो, भेलोसिटी अपन टाइम हो। ओके, अब यसलाई युनिटमा चेन्ज गर्दाखेरि एकछिनको लागि एकछिन फेरि मास इन्टु भेलोसिटी भनेको फेरि डिस्प्लेसमेन्ट बाई टाइम हो, डिस्प्लेसमेन्ट बाई टाइम। अनि यो टाइम हुँदाखेरि टाइमको स्क्वायर हुने भयो। अब युनिटमा यिनीहरूलाई लेख्दाखेरि फोर्सको फन्डामेन्टल युनिटहरू के हुने भयो त? केजी, डिस्प्लेसमेन्टको मिटर, पर टाइमको स्क्वायर भनेको सेकेन्डको स्क्वायर हैन। अब यसैलाई राइटिङ इन टर्म्स अफ युनिट, राइटिङ इन टर्म्स अफ युनिट गर्दाखेरि युनिट अफ पावर, पावरको साइडमा पनि युनिट अफ पावर
इक्वल्स टु युनिट अफ फोर्स के हुने भयो, रफमा हामीले निकालेका छौँ केजी मिटर पर सेकेन्ड स्क्वायर, केजी मिटर पर सेकेन्ड स्क्वायर इन्टु त्यसपछि तपाईँको डिस्प्लेसमेन्ट भनेको मिटर अपन फेरि यो टाइम टेकन छ, यो टाइम टेकनको सेकेन्ड गर्दाखेरि हामीसँग के आयो, केजी मिटर स्क्वायर अपन सेकेन्ड क्युब। देयरफोर फन्डामेन्टल, यो सबै फन्डामेन्टल युनिटहरू, देयरफोर फन्डामेन्टल युनिट अफ पावर इज केजी मिटर स्क्वायर पर सेकेन्ड क्युब। सेकेन्ड क्युब एन्स प्रुफ भनेको छ हैन, एन्स प्रुफ यसरी गर्नु होला। यो लामो बनाउनुतिर नलाग्नु किनकि 2 मार्क क्वेसन हो। ओके, सो आजलाई यति नै। अब मैले यो गराइरहँदाखेरि जस्तो सबै गराएँ लगभग, केही छुटेका पनि होलान्, मेरो आँखाबाट छुटेका होलान्, त्यस्तो छुटेकैलाई चाहिँ रिमाइन्डर गराइरहनु पर्दैन। छुटेर अलिकति अल्टर खाले क्वेसन छ भने चाहिँ कमेन्ट बक्समा रिमाइन्डर गराउनु होला, क्वेसन लेखिदिनु होला, म सल्युसन गरेर अरू भिडियोहरूमा अपलोड गर्नेछु, अरू भिडियोहरूमा त्यसको सोल्युसन गर्नेछु। ओके, सो आजलाई यति नै।